हेलो साथीहरू, आज चाहिँ मैले आलुदम पकाएको छु। हेर्नुहोस् त, आलुदम अब खाँदा चाहिँ कस्तो हुने हो। मैले चाहिँ यहाँनिर अब श्रावण लाग्यो नि त है, श्रावण 1 गते, अनि त्यसैले मैले यहाँनिर चाहिँ अदुवा, लसुन, पियाज त्योहरू चाहिँ केही लगाएको छैन हैन। यहाँ चाहिँ सिर्फ मैले चाहिँ तिल, बेसार अनि हरियो खोर्सानी, टमाटर, धनियाँ यति मात्र हो, अनि नुन। अनि मैले यहाँनिर चाहिँ एउटा हुन्छ नि यो के भन्छु यो के अरे कालो जिरा क्या हो, त्यो लगाएको छु हैन। त्यति हो, अरू चाहिँ केही छैन है साथीहरू। अब कस्तो हुन्छ खाँदाखेरि, हजुरहरूले पनि बनाएर खानु होला।